बुहारी बनिसकेपछि आफ्नो घरको प्रत्येक कुरालाई लुकाउँछिन्। यदि पीडा नै पाइएको छ, यदि सबैले अपमान नै गरेका छन् भने पनि फोनमा गर्दा हाँ मम्मी म एकदम ठिक छु, सबैजनाले खूब माया गर्नुहुन्छ, खूब प्रेम गर्नुहुन्छ, और मलाई खानको लागि जे मन पर्छ त्यो बाहिरबाट तुरन्त आउँछ। मनमा पीडा छ, दुःख छ, तर पनि हाँसेर कहीं मेरो आमा बाबालाई कष्ट नपुरोस्, कहीं मेरो आमा बाबालाई थाहा नहोस् उहाँको ज्वाइँ कस्ता छन् भनेर झुट बोलेर पनि आफ्नो परिवारको इज्जतलाई बचाउने केवल नारीले गर्न सक्छिन्। घरको इज्जत, माइतको इज्जतलाई बचाएर राख्छिन्। तर हजुर विचार गर्नुभएको होला, ज्वाइँको कुरा गरौँ, विवाह भइसकेपछि ससुराली जाँदाखेरि अलिकति पनि खाना ढिला आइपुग्यो और चरेसको थालीमा 10 वटा व्यञ्जन सजाइएको छैन, हजुर आफ्नो ज्वाइँलाई चरेसको थाली नदिएर एक दिन स्टिलको थालीमा खाना पस्केर दिनुहोस्, अर्को चोटिदेखि ती ज्वाइँ ससुराली आउनै छोडिदिन्छन्। एक दिन अलिकति अपमानित महसुस गराउनुहोस्, ती ज्वाइँ दिन रात हजुरको छोरीलाई भन्दछन् अरे तिम्रो आमा बाबा राम्रो हुनुहुन्न, तिम्रो माइत पक्ष राम्रा छैनन्, म त्यो ससुराली टेक्दिन। ज्वाइँले ससुराली मन परेन भने त्याग दिन्छन्, जिन्दगी जाँदैनन्, तर यो अधिकार नारीलाई छैन। दिन रात टर्चर सहेर पनि, दिन रात सासूको गाली खाएर पनि, दिन रात ससुराको कठोर वचनलाई सुनेर पनि, नन्दको आमाजुको भनाइ सुनेर पनि कहीं मेरो आमा बाबालाई नराम्रो नलागोस्, कहीं मेरो घर बिग्रियो भने गाउँमा नाम खराब हुन्छ, फलानाको छोरी घर गरेर खान सकिन, मेरो आमा बाबाको इज्जत जान्छ, मेरो दाजुभाइले समाजमा कसरी मुख देखाउने भनेर दिन रात आँसुलाई लुकाएर, पीडालाई लुकाएर माइत जाँदा होठमा मधुर मुस्कान लिएर यदि कोही जान सक्छिन् भने त्यो हजुरको छोरी हो। म भन्छु सम्मान गर्नुहोस्, नारी देवी हुन्, नारी आदरणीय, सम्मानीय, पूजनीय हुन्छन्। देवीको कदर गर्नुहोस्। घर की लक्ष्मी, घर की गृहिणी, यदि घरमा गृहिणी खुश छिन्, प्रसन्न छिन् भने हजुरको घरमा ऋण पनि लाग्दैन, पितृ प्रसन्न हुन्छन्, सन्त प्रसन्न हुन्छन्, देवता हजुरको घरमा प्रसन्न भएर वास गर्छन्। नारीलाई खुश बनाएर राख्नुहोस्, प्रसन्न दिएर राख्नुहोस्, सम्मान गर्नुहोस्। यदि सासू ससुरा बहुबाट, बुहारीबाट सम्मानको अपेक्षा गर्नुहुन्छ भने आफूले पनि सम्मान दिन जान्नुपर्छ, किनकि ताली एक हातले बज्दैन। हजुरले जे दिनुभएको छ रिटर्न हजुरलाई त्यही फर्किएर आउँछ। प्रत्येक विवाहित पुरुषलाई म निवेदन गर्छु, आफ्नो पत्नीलाई यति माया गर्नुहोस्, यति माया गर्नुहोस्। मायाको अर्थ केवल घुम्न लैजानु होइन, मायाको अर्थ बुझ्नुहोस् जरा, मायाको अर्थ केवल घुम्न लैजानु होइन, मिठो मिठो खुवाउनु होइन। 10 जनाको बीचमा हजुर आफ्नो पत्नीको सम्मान गर्न सक्नुहुन्छ भने त्यही असली माया हो। सम्मान गर्नुहोस्, इज्जत दिनुहोस्, नारीको कदर गर्नुहोस्, त्यही नै असली माया। किनकि केवल माया गर्नाले, म तिमीलाई माया गर्छु यो भन्नाले केवल आई लभ यू भनेर जिन्दगी चल्नेवाला छैन। जीवन चल्नको लागि ती नारी त्यो घरमा प्रसन्न भएर रहनको लागि इज्जत सम्मानको आवश्यक हुन्छ। दुई वचन प्रेमले, इज्जतले बोल्नुहोस्। नारीलाई अर्थ केही पनि चाहिँदैन।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता। जुन घरमा नारी शक्तिको सम्मान हुन्छ त्यही घरमा देवता रमण गर्छन्। यदि नारीलाई पिटेर उसलाई दिन प्रतिदिन बेइज्जत गरेर हजुर भगवानको मन्दिर जानुहुन्छ, तीर्थ जानुहुन्छ भने भगवानले पनि हजुरलाई फर्केर हेर्नुहुन्न। चाहे नित्य पशुपतिनाथ गएर जल चढाउनुहोस्, घरकी नारी दुखी छिन् भने भगवान पशुपतिनाथले कहिले पनि हजुरलाई आशीर्वाद दिनुहुन्न। कसैको मन नदुखोस्, कहिले कहिले सत्य बोल्दा तितो पनि लाग्छ, तर हामीहरूले यहाँ बसिसकेपछि व्यासपीठको धर्म हो हजुरलाई रियालिटी बताउनु। बस यही प्रार्थना प्रत्येक दिदीहरूलाई, दाईहरूलाई, आमा बाबाहरूलाई यति धेरै आफ्नो परिवारमा राम्रो सम्बन्ध कायम गर्नुहोस्। आफ्नो पत्नीलाई यति सम्मान दिनुहोस्, कुनै पनि दिन हजुरको डिभोर्स हुन पर्ने नौबत नआओस्। पछाडि आर्यघाटमा लगेर जलाइन्छ, त्यो दिन केवल राख बस्दछ, खरानी बस्छ। यदि यो शरीर म भइदिएको भएदेखि के यो शरीर जलेर जान्थ्यो? जाँदैन थियो। म तत्त्वलाई त न आगोले जलाउन सक्छ, न हावाले उडाउन सक्छ, न पानीले भिजाउन सक्छ। जुन दिन मेरो ज्ञान हुन्छ, जुन दिन आफूले आफूलाई चिन्नुहुन्छ, त्यो दिन हजुर सफल हुनुभयो। आत्मज्ञान त्यसैलाई भनिन्छ। आफूलाई चिन्ने कोसिस गर्नुहोस्। पहिला आफूलाई बुझ्नुहोस्, त्यसपछि भगवानलाई बुझ्ने कोसिस गर्नुहोस्। हामीहरूले भगवानलाई बहुत साधारण सोचेका छौँ। भगवानको मूर्तिमा गएर ढोग्नु एक अलग विषय हो र भगवानलाई जान्नु बहुत ठुलो विषय हो। भगवानलाई चिन्नु मात्र ठुलो कुरा होइन, भगवानलाई जान्नु ठुलो कुरा हो। हामीहरू भगवान भगवान भनेका छौँ, तर वास्तवमा भगवानलाई जानेकै छैनौँ। भगवानलाई जान्न अत्यन्त कठिन छ र म भन्दछु भगवानलाई जान्ने कोसिस नगर्नुहोस्। अरे भगवान त्यही व्यक्तिले जान्न सक्छ जसलाई भगवान स्वयंले जनाउन चाहनुहुन्छ। यदि भगवानलाई जान्नेतिर लाग्नुभयो भने महिना, साल, 10 साल, 20 साल बित्छ, तर भगवान जानिनुहुन्न। त्यही भएर जान्ने होइन, मान्नेतिर लाग्नुहोस्। तर जीवनमा आफूलाई जान्नुहोस्, भगवानलाई मान्नुहोस्, तब जीवन सफल छ। प्यार से बोलो, थोड़ा जोर से बोलो ना जी, मुस्कुरा करके बोल दीजिए ना, थोड़ा फुल एनर्जी में बोलो ना। राजा परीक्षित जी को हुनुहुन्छ? सूतजी महाराज भन्नुहुन्छ, म हजुरलाई राजा परीक्षितको बारेमा बताउँछु। यदा मृधे कौरवसृञ्जयानां वीरेष्वथो वीरगतिं गतेषु वृकोदराविद्गदाभिमर्शं भग्नोरुदण्डे धृतराष्ट्रपुत्रे। महाभारतको विशाल युद्ध चलिरहेको छ। महाभारतको युद्धमा
कौरवको हार भयो, पाण्डवको जीत भयो। महाभारतको यो प्रसङ्ग सबैलाई थाहा छ। महाभारतमा जीत कसको भयो? 5 पाण्डवको जीत भयो। किन? किनकि पाण्डवहरूले भगवानलाई चुनेका छन्, कौरवले भगवानको सेनालाई चुनेका छन्। किनकि कौरवलाई लाग्छ कि संख्या जहाँ धेरै हुन्छ जीत त्यही हुन्छ, तर पाण्डवहरू समझदार छन्, उनीहरूले भगवानलाई चुने। हे प्रभु, हे श्याम, यदि हजुर हामीतिर हुनुहुन्छ भने हामीलाई कसैको जरुरत छैन। जीवनमा यदि जीत चाहनुहुन्छ, सफलता चाहनुहुन्छ भने भगवानलाई आफ्नो साथमा लिएर यात्रा गर्नुहोस्। भगवानलाई साथमा राखेर यात्रा गर्नुहोस्। जीवनको जुनसुकै यात्रा होस्, यो जीवन एउटा परीक्षा हो। जीवनको प्रत्येक कदम कदममा, यो जिन्दगीमा हर कदममा हजुरलाई ठोकर लाग्न सक्छ। आफ्नो पाइला अगाडि बढाउनु भन्दा पहिला भगवानलाई सम्झेर याद गरेर, और भगवान मेरो साथमा हुनुहुन्छ, म तो केवल हिँडिरहेको छु तर हिँडाउने वाला केवल परमात्मा हुनुहुन्छ, यो भावले जीवनको यात्रा गर्नुहोस्। हर परिस्थितिमा भगवानको साथ पाउनुहुनेछ। आजकल हामीहरू भन्छौँ भगवान साथ भइदिएको भए दुःख किन आउँथ्यो। वर्षौं भइसक्यो भगवानको भजन गरेको, पशुपतिनाथ आएर दर्शन गरेको 20औं वर्ष भयो, तर पनि हाम्रो जीवनमा दुःख किन? कई बार भक्तहरू मलाई प्रश्न गर्नुहुन्छ, देवीजी हामीले कहिले पनि बेइमानी काम गरेका छैनौँ, तर हाम्रो जीवनमा हर कदममा दुःख आउँछ किन? यो प्रश्न मलाई धेरैपल्ट भक्तहरूले गर्नुहुन्छ। प्रश्न बडो सुन्दर छ। एक बार एउटा व्यक्तिले यही सवाल एक साधुलाई गर्नुभयो। ध्यान दिएर सुन्नु होला। एक साधुलाई यही प्रश्न एउटा साधारण व्यक्तिले गर्यो। व्यक्ति भन्दछ, साधु बाबा 20 वर्ष भइसक्यो मेरो यो सानो दुकान छ, और मैले कहिले पनि ठगेर यो दुकान चलाएको छैन, बेइमानीको धन्दा गरेको छैन, तर यही सामने म भन्दा पल्लो दुकानमा एउटा दूध बेच्नेवाला दूध बेच्दछ। म आफ्नै आँखाले देखिरहेको हुन्छु, नित्य प्रति दुधमा 1 लिटर दुधमा 2 लिटर पानी मिलाएर बेचिरहेको हुन्छ। कति ठुलो बेइमानीको काम हो। तर मेरै आँखाको अगाडि मेरो साथ साथ सुरु गरेको मान्छेको व्यापार यति सुन्दर चलिरहेको छ, उसको 3-3 बङ्गला भइसक्यो, 3-3 मन्जिलको 3-3वटा बङ्गला भइसक्यो, तर मेरो अवस्था 20 साल पहिला जुन थियो अहिले पनि त्यही भएको छ, अलिकति पनि म अगाडि बढेको छैन। साधु बाबाले जब सवाल सुन्नुभयो त्यो व्यक्तिलाई भन्नुभयो, बेटा एक काम गर, हजुर एउटा यहाँ खाल्टो खन। ठुलो खाल्टो खनियो। ठुलो खाल्टो खनियो। त्यहाँ साधु बाबा भन्नुहुन्छ, बेटा हजुर यो खाल्टोमा त्यति नै पानी हाल जति पानी तिमीलाई लाग्छ कि त्यो व्यक्तिले दुधमा मिलायो होला। अब ठीक नाप त थाहा छैन कति मिलायो होला, तर पनि एउटा अनुमानले त्यो व्यक्तिले त्यो खाल्टोमा पानी हाल्यो। साधु बाबा भन्नुहुन्छ, पानी खाल्टोमा हालिसकेपछि तिमी त्यहाँ भित्र पस। त्यो व्यक्ति पस्यो। पानी कहाँ आयो? घाँटी घाँटी आयो। तर त्यो व्यक्तिलाई त्यसको अर्थै थाहा भएन, किन साधु बाबाले खाल्टो खनाएर पानीमा डुबाउनु भयो। त्यो व्यक्ति बाहिर निस्कियो। साधु बाबा भन्नुहुन्छ, पानी कहाँसम्म थियो? घाँटी घाँटी थियो। म तिम्रो प्रश्नको जवाब मैले दिइसकेँ। व्यक्तिले भन्यो, कसरी? साधु बाबा भन्नुहुन्छ, पानी घाँटी घाँटी आइसक्यो, अब डुब्नलाई धेरै समय छैन।
बेमानीको काम यदि गर्नुहुन्छ भने सुरुवातमा त खूब मजा हुन्छ, खूब आनन्द हुन्छ, आहा पैसाको बारिस भइरहेको छ। यता नि जमिन जोडियो, घर बनाइयो, गाडी खरिदियो, ठुलो ठुलो गाडी 2-3 करोडको गाडी खरिदियो, किन्यो। सुरुवातमा त खूब आनन्द हुन्छ, खूब मजा हुन्छ। लेकिन बेमानी गर्ने व्यक्ति जतिसुकै माथि बढे तापनि तल अवश्य नै झर्छ। कर्मको फल, यदि हजुरले नराम्रो काम गरेर अगाडि बढ्नु भएको छ, जति हजुर अगाडि बढ्नु भएको छ, जति माथि पुग्नु भएको छ, यदि कर्मको फल प्राप्त हुने समयमा माथिबाट गिर्दाखेरि चोट अझै ठुलो लाग्छ। त्यही भएर जीवनलाई सही रूपमा जिउनुहोस्। अर्कालाई ठगेर, अर्कालाई रुलाएर, अर्काको पैसा खाइदिएर, गरिबलाई दबाएर, अरूलाई हेपेर आफू अगाडि बढेको व्यक्ति कहिले पनि जीवनमा सफल हुँदैन। यदि सफल भइदियो भने पनि त्यो सफलता कुन कामको त्यो व्यक्तिसँग खुसियाँ मनाउनको लागि आफ्ना मान्छे हुँदैनन्। किनकि बेइमानको साथ चिनिसकेपछि कसैले पनि दिँदैनन्। प्यार से बोलो, थोड़ा जोर से बोल दीजिए ना। कर्म प्रधान छ। हजुरले जस्तो कर्म गर्नुभयो त्यो एक दिन घुमेर हजुरको झोलीमा आएर गिर्छ। यदि आज हजुरको जीवनमा दुःख छ भने नातिनुहोस्, किनकि हजुरले सङ्घर्ष गर्नुभएको छ। सङ्घर्ष गर्ने व्यक्तिले जब सफलता पाउँछ त्यसपछि त्यो सफलताको कदर पनि उसले जानेको हुन्छ। जो व्यक्ति 20 सालदेखि मेहनत गर्छ, 10 सालदेखि मेहनत गर्छ, दिन रात एक बनाएर पाएको मुकामको कदर हुन्छ। दिन रात एक बनाएर जब उसले सफलता पाउँछ त्यहाँ ऊ टिकेर बस्न सक्छ। और जसले 2 दिन मेहनत गरेर यत्तिकै सफलता प्राप्त गर्छ, न उसलाई कदर थाहा हुन्छ, न उसलाई मेहनत थाहा हुन्छ, न त्यो ठाउँमा टिकेर बस्न सक्छ। म भन्छु सफल हुनु ठुलो कुरा होइन, त्यहाँ टिकेर बस्नु नै ठुलो कुरा हो। मेहनत गर्नुहोस्। आजको मेहनत, आजको सङ्घर्ष भोलि अवश्य रङ लिएर आउँछ। आजको सङ्घर्ष नै सफलताको की हो, चाबी हो। जीवनमा जतिसुकै दुःख आओस् नातिनुहोस्, भगवानको भरोसा गर्नुहोस् र आफ्नो कर्ममा भरोसा गर्नुहोस्। यदि हजुरको कर्म सुन्दर छ, हजुरको नियत नेक छ भने भगवान पनि हजुरको अगाडि झुक्न तयार हुनुहुन्छ। राजा परीक्षित जी को जन्म सूतजी महाराजले सुनाउँदै हुनुहुन्छ। महाभारतको युद्धमा पाण्डवहरूको जित भयो, किनकि उनीहरूको साथमा भगवान स्वयं उभिनु भएको छ। कौरव पक्ष हार्दछन्, दुर्योधन बसेर रोइरहेको थियो। त्यो बेलामा अश्वत्थामा पुगे। अश्वत्थामा पुगेर भन्दछन् कि हजुर किन रुनु भएको छ? यदि मलाई सेनापति नियुक्त बनाउनु भएको हुन्थ्यो भने आज यहाँ बसेर रुन पर्दैन थियो, किनकि हजुर अवश्य जित हजुरलाई प्राप्त हुन्थ्यो। दुर्योधन भन्दछ अहिले पनि केही बिग्रिएको छैन, हजुर गएर पाण्डवलाई मारेर आउनुहोस्। तुरन्त तिलक लगाइदियो, अश्वत्थामा गयो। वहाँ पाण्डवहरूलाई भगवान कृष्णले जितको दिनमा त्यही ठाउँमा बस्नु उचित होइन, किनकि विपक्षी क्रोधमा हुन्छन्, हारेर दुःखी भएका हुन्छन् और दुःखको समयमा जस्तो सुकै पनि निर्णय लिन तयार हुन्छन्। जति बेला पनि आएर आक्रमण गर्न सक्छन्। त्यसै कारण तिमीहरू मसँग हिँड। पाण्डवलाई लिएर भगवान पर जानुभयो। तत्पश्चात देवी द्रौपदीले पाण्डवका 5 साना साना छोराहरूलाई शिविरमा शयन गराउनु भयो।
बच्चाहरू सुतिसके र माता द्रौपदी आफ्नो कक्षमा गएर शयन गर्नुहुन्छ। अश्वत्थामा रातको समयमा आयो। रातमा आएर सुतेका ती साना साना बालकहरूलाई मारेर जान्छ। शिर काट्दियो। अश्वत्थामाले साना साना बच्चाहरूको शिर काट्यो। 5वटा शिर लिएर जब दुर्योधनको नजदिक पुगे, टाढाबाट देख्ने बित्तिकै दुर्योधन हर्षित हुन्छन्। आज त मेरो शत्रुको मौत भयो, मृत्यु भयो, प्रसन्न भए। जब हातमा त्यो सानो सानो बच्चाको शिर आयो, समाउने बित्तिकै त्यो कोमल शिर, दुर्योधन भन्दछ यो शिर त पाण्डवको होइन, पाण्डव पुत्रको हो, मलाई यस्तो लागेको छ। कोमल शिर हातमा आइसकेपछि विलाप गर्न थाल्यो, रुन थाल्यो, कराउन थाल्यो दुर्योधन। अरे अश्वत्थामा, यो हजुरले के गर्नुभयो? मैले पाण्डवलाई मार्नको लागि भनेको थियो, यो पाण्डव होइन, पाण्डव पुत्रको मृत्यु भएको छ। दुर्योधन शोकमा डुब्यो, रुन थाल्यो, कराउन थाल्यो। त्यही बेला दुर्योधनको मृत्यु भयो। उता देवी द्रौपदी बिहान बिहान आफ्नो साना साना छोराहरूलाई जगाउनको लागि, उठाउनको लागि जब शिविरमा आउनुभयो, द्रौपदी मैयाले हेर्नुभएको जुन ठाउँमा, जुन शिविरमा मैले आफ्ना साना साना छोराहरूलाई सुताएको थिएँ, त्यहाँ त केवल चारैतिर रगतै रगत बगेको छ। पुरा शिविर नै रगतले भरेको छ। बच्चाहरूको शरीर तो छ, पर कसैको पनि शिर छैन। जरा विचार गर्नुहोस्, एक आमालाई कति पीडा हुन्छ होला जुन समय त्यो आमाको बच्चा मृत अवस्थामा आमाको अगाडि लडिरहेको छ। आफ्नो बच्चाको मृत्यु देख्नु भनेको ठुलो दुखदायी कुरा हो। आमाको अगाडि 5 छोराको मृत सब परेको छ। द्रौपदी रुन थालिन्, कराउन थालिन्, चिच्याउन थालिन्, तर त्यहाँ द्रौपदीको रोएको आवाजलाई कसले सुनिदिने? पाण्डव तो टाढा गएका छन्। माता शिशूनां निधनं सुतानां निशम्य घोरं परिताप्यमानं तदा रुदध्वास्म कलाकुलाक्षि तं सान्त्वयन्ना किरीटमाली। द्रौपदी विशाल आवाजमा रोइरहेकी छिन्, जमिनमा लडेर रोएकी छिन्। केही क्षण पश्चात पाण्डवको आगमन भयो। त्यो अवस्था देखेर पाण्डव भन्दछन्, द्रौपदी, हाम्रो बालकलाई यस प्रकार कसले हत्या गरिदियो? देवी, एक बार त्यो व्यक्तिको नाम भनिदेऊ, त्यो दुष्ट पापीलाई हजुरको अगाडि ल्याएर त्यसको शिर काट्नेछु। यो मेरो प्रण भयो। अर्जुनले तुरन्त प्रतिज्ञा लिन्छन्। तर द्रौपदी देवी रोइरहेकी छिन्, स्वामी, मैले आफ्नो बच्चालाई सुताएर अर्को आफ्नो कोठामा गएर सुतेको थिएँ। कति बेला पापी आएर हाम्रो बच्चाको वध गरिदियो यो मलाई थाहा छैन। द्रौपदीले रुँदै कुरा सुनाइन्।
अर्जुन भन्नुहुन्छ म त्यो पापीलाई त्यसको शिर काटेर हजुरको अगाडि ल्याउने छु। तुरन्त भगवान कृष्णलाई अर्जुन लिएर गए, सारथी भगवान बनेर जानुभयो। अश्वत्थामा भागिरहेको छ, भगवानले देख्नुभयो, अर्जुनले तुरन्त पकड्नु भयो। त्यसपछि भगवान भन्नुहुन्छ अर्जुन यो पापीलाई यही मारिदियो। तर अर्जुन भन्दछन् कि प्रभु द्रौपदीको अगाडि लगेर मार्न चाहन्छु, अहिले यही यसको वध म गर्न चाहदैन। रथमा हालेर द्रौपदीको सामने लिएर गए। तर देख्ने बित्तिकै देवी द्रौपदीको हृदयको भावलाई हेर्नुहोस्। देवी द्रौपदी भन्नुहुन्छ स्वामी बस एक बिन्ती मेरो श्रवण गर्नुहोस्, यो व्यक्तिलाई हजुर नमार्नुहोस्। किन? जुन पापीले, जुन अधर्मीले हजुरको 5-5वटा छोरालाई मार्यो, त्यसलाई पनि छोड्ने कुरा गर्दै हुनुहुन्छ। द्रौपदी भन्छन् स्वामी यसलाई नमार्नुहोस्, किनकि यदि हजुरले यसलाई मृत्यु दण्ड दिनुभयो भने जुन प्रकारले आज म तडपिएको छु, जुन प्रकारले आज म रोइरहेको छु, जुन अवस्था मेरो भएको छ बालकको वियोगमा, त्यही अवस्था यो व्यक्तिको आमाको पनि हुनेछ। एक त यो ब्राह्मण हो, ब्राह्मणलाई मार्नु पाप हुन्छ, और यो गुरुपुत्र हो, त्यसै कारण हजुरले छोडिदिनुहोस्। भीमलाई क्रोध आयो, अर्जुन या तिमी मार, और तिमी नमार्ने भए म मारिदिन्छु। तर द्रौपदी मैयाको कुरालाई युधिष्ठिर महाराजले साथ दिनुभयो। द्रौपदीको कुरा एकदमै सत्य छ, यो व्यक्तिलाई मार्नु पाप हो। त्यसपछि आपसमा चर्चा भइरहेको छ, परिवारका व्यक्ति सदस्य बातचित गरिरहेका छन्, भगवान टाढा उभिनु भएको छ। सबैले छलफल गरे, तर थोरै बेर पछि अर्जुनले भगवानतिर हेर्दछन्, हे भगवान हजुर त ज्ञानको खान हुनुहुन्छ, ज्ञानको भण्डार हुनुहुन्छ। यो समयमा हामीहरूले निर्णय लिन सकेका छैनौँ, हजुर आदेश गर्नुहोस्। भगवान भन्नुहुन्छ जबसम्म हजुरहरूको पारिवारिक चर्चा भइरहेको थियो त्यो बेलामा बीचमा गएर बोल्नु धर्म होइन। देखो भगवान कृष्ण धर्मको स्पष्ट वक्ता हुनुहुन्छ। भगवान प्रत्येक कार्य गर्नुहुन्छ धर्मोचित गर्नुहुन्छ। भगवानको प्रत्येक उपदेश धर्मोचित छ। त्यसै भएर भनिन्छ यदि कसै व्यक्तिको आपसमा चर्चा भएको छ भने बीचमा ज्ञान दिन नजानुहोस्। धेरै व्यक्तिहरूको यो बानी हुन्छ, यदि दुईजना व्यक्ति बसेर चर्चा भइरहेको छ, सल्लाह भएको छ, छलफल भएको छ भने बीचमा बोल्नको लागि पुग्छन्। भनिन्छ जबसम्म हजुरलाई कसैले सल्लाह माग्दैन तबसम्म जान्ने भएर सल्लाह दिन पनि जान हुँदैन। यदि कसैलाई केही दिन चाहनुहुन्छ, कसैको लागि केही गर्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्, साथ दिनुहोस्, कसैको दुःखको साथी बन्नुहोस्। सल्लाह त बडो सस्तो छ हजुर। दुनियाँमा नचाहिएको सल्लाह पनि दिनलाई सबैजना तयार हुन्छन्, तर चाहिएको मागेको सहयोग गर्नको लागि सबैजना पछाडि हट्छन्। सकिन्छ भने सहयोग गर्नुहोस्। भगवान भन्नुहुन्छ हजुरको पारिवारिक चर्चामा म बीचमा बोल्न चाहिन, त्यही भएर यता बसेको छु। अर्जुन भन्नुहुन्छ प्रभु अब तो बताउनुहोस्, म हजुरलाई प्रार्थना गर्दैछु, अब तो आदेश गर्नुहोस्। भगवान भन्नुहुन्छ अर्जुन मत्तं प्रमत्तमुन्मत्तं सुप्तं बालं स्त्रियं जडं प्रपन्नं विरथं
नरिपुं हन्ति धर्मवीत। सानो बच्चालाई मार्नु पाप हो, स्त्रीलाई मार्नु पाप हो। यहाँ पर भनिएको छ शत्रुलाई पनि मार्नु त पाप हो। यदि हजुरको दुश्मनी कसैसँग छ, युद्ध हुँदैछ, युद्धको समयमा सामनेवाला व्यक्तिको हातमा शस्त्र छैन भने त्यो समय प्रहार गर्नु पाप हो। सुतेको व्यक्तिलाई मार्नु पाप हो, बाल हत्या पाप हो, नारीलाई जानले मार्नु पाप हो, नारीलाई हात उठाउनु पाप हो। आजकल कति धेरै न्युजमा आउँछ कि श्रीमानले श्रीमती माथि हात उठायो। न्युजमा हजुरहरूले सुन्नुभएको हुन्छ। आजकल त धेरै न्युज यस्तो पनि सुनिन्छ, रिसको झोकमा गला नै काटिदियो। यो ठुलो पाप हो। नारीको सम्मान गर्नुहोस्। विवाह गरिसकेका पुरुषले सुन्नै पर्ने कुरा, यदि हजुर एउटी नारीको सम्मान गर्न सक्नुहुन्न, विवाह हुन्छ 2-4 महिनामा नै हात उठाएर बेइज्जत गरेर उसको सम्मानलाई ठेस पुर्याएर फेरि जब अन्तिममा असह्य हुन्छ, सहन सक्ने सीमासम्म नारीले सहन गर्छिन्। नारी वास्तवमा देवी हुन्। नारीले जब सहनै सक्दैनन् त्यसपछि मार्ग के छ? आफ्नो जानलाई बचाउनको लागि फेरि डिभोर्स गर्न पर्छ, तलाक गर्न पर्छ। तर जुन हदसम्म सहन सकिन्छ, सज्जन वृन्द हमेशा जब विवाह गरेर एउटी छोरी पराईको घरमा जान्छन्, त्यो नारीले, त्यो छोरीले हर पल यो विचार पुर्याएकी हुन्छन्, म छोरी हो, कसैको घरमा बुहारी बनेर जाँदैछु, यदि मलाई अलिकति पनि नराम्रो भयो भने, मेरो ससुराल पक्षबाट कसैले मलाई दुर्वचन बोल्यो भने, यदि यो कुरा माइतमा थाहा भयो भने मेरो आमा बाबालाई कति पीडा हुन्छ। कति समझदार छोरी हुन्छन् गर्ने विचारमा डुब्दछन्। अर्जुनले गीताको अध्ययन गर्नुभएको छ, भगवानद्वारा गीताको उपदेश प्राप्त गर्नुभएको छ। तुरन्त अर्जुनलाई याद आयो, भगवानले भन्नुभएको थियो सम्मानीय व्यक्तिको अपमान नै मृत्यु बराबर हो। यदि कुनै सम्मानीय व्यक्ति छ, यदि हजुरले उसको अपमान गर्नुभयो भने त्यो व्यक्तिलाई त्यो मृत्यु समान कष्टदायक हुन्छ। अर्जुनले तुरन्त अश्वत्थामाको शिरको मणिलाई तलवारले निकाले और शिविरबाट अपमानित गरेर धक्का मारेर बाहिर पुर्याइदिए। अश्वत्थामा अत्यन्त व्याकुल भए। आज अश्वत्थामालाई लाग्यो कि मेरो मृत्यु भयो, किनकि अपमानित गरेर निकालियो। भगवान प्रसन्न हुनुभयो अर्जुनको त्यो कामलाई देखेर। तत्पश्चात अश्वत्थामा मनमा विचार गर्छ, मेरो यत्रो अपमान, अब एउटा काम गर्छु, यो वंशमा एक बालकलाई पनि जीवित छोड्दिन। फेरि याद आउँछ, पाण्डवका 5 पुत्र त मरिसके, अब बचेको त भन्दा अभिमन्यु की पत्नी उत्तराको गर्भमा एक सानो बालक छ। सानो बालक छ, त्यो बालकलाई मार्छु अनि त यो वंश नै खाली हुन्छ। अश्वत्थामाले ब्रह्मास्त्र प्रहार गरे उत्तराको गर्भमा। भगवान अब द्वारिकापुरीतिर प्रस्थान गर्दै हुनुहुन्छ, रथमा बस्नुभयो। ब्रह्मास्त्र लागेपछि त्यो चोटलाई सहन गर्न नसकेर व्याकुल भएर देवी उत्तरा दौडिँदै भगवानको शरणमा आउनुभयो। हे प्रभु पाहि माम रक्ष माम पाहि माम। भगवानसँग प्रार्थना गर्नुहुन्छ, पाहि पाहि
देव जगत्पते नान्यं त्वदभयं पश्ये यत्र मृत्युः परास्परम्। पाहि माम, हे प्रभु रक्षा गर्नुहोस्। म सीधा हजुरको चरणमा आएको छु, किनकि दुनियाँबाट मलाई आश छैन। जीवनमा जब दुःख आउँछ, दुनियाँवालाहरूसँग सहयोग माग्न नजानुहोस्, किनकि यो संसारमा केवल हर व्यक्तिले हजुरलाई पीडा दिन सक्छन्। हजुरको दुःखलाई कसैले बुझ्न सक्दैनन्। यो दुनियाँमा हीरा परख्ने व्यक्ति तो तमाम छन्, तर पीडा परख्ने व्यक्ति बहुत कम छन्। हीरा परख्ने भन्दा पीडा परख्ने व्यक्ति महान हुन्छन्, तर पीडा परख्ने, पीडालाई बुझ्ने केवल भगवान हो। यो कुरा उत्तरादेवीलाई पहिल्यैबाट थाहा छ, ज्ञान छ। यदि म सबैको साथमा गएर सहयोग मागौँ भने, आश गर्यो भने केवल निराश नै हात लाग्छ। त्यही भएर हे श्याम सुन्दर, म हजुरको शरणमा आएको छु, विश्वास गरेर आएको छु। जुन समय हजुर विश्वासको साथमा भगवानको चरणमा जानुहुन्छ, भगवानले हजुरलाई अवश्य साथ दिनुहुन्छ। हामीहरू भन्छौँ हामी दुःखको घडीमा रोएर कराएर बिन्ती गरेका हुन्छौँ, तर पनि खोइ भगवान भएको भए त सुन्नुहुन्थ्यो। हामी दोष भगवानमा निकाल्छौँ, तर आफूभित्र झाँकेर हेरेका छैनौँ। हामीमा दोष छ कि छैन हामीलाई थाहा छैन। प्रार्थना मनबाट होस्। केवल ओम नमः शिवाय, ओम नमः शिवाय जप गरेर मात्र काम चल्दैन। मनबाट प्रार्थना हुनुपर्छ। मनको प्रार्थना भगवानको कानसम्म पुग्छ। देखो, भगवानलाई मनाउनको लागि जरुरी छैन हजुर हातमा जप माला लिएर 24 घण्टा माला दिखाएर हेर्नुहोस्, म भन्दिनँ। तर हर श्वासमा श्री राधा श्री राधा श्री राधा नाम सुमिरन गर्नुहोस्। किनकि प्रार्थना दिखावटी चीज होइन, प्रार्थना तो मनको भावना हो। जुन दिन मनबाट पुकार निस्किन्छ, जुन दिन विश्वासको साथ प्रार्थना हुन्छ, त्यो प्रार्थना भगवानको कानमा अवश्य पुग्दछ। प्यार से बोलो राधे राधे, थोड़ा जोर से बोलो ना, मस्ती में बोलो ना प्यारे। आज द्रौपदी देवी भगवानको चरणमा गएर शरण पर्दछन्। हे प्रभु, हे नाथ, संसारमा यदि कोही सुन्ने वाला छ भने केवल हजुर हो। यदि म दुनियाँको शरणमा गएको भए दर दरको ठोकर खान्थे, हर जग्गा भट्किन्थे, तर पनि न्याय पाउँदिन थिएँ। त्यही भएर सरकारमा हजुरको चरणमा आएको छु। कृपा गर्नुहोस्। एक पल पनि लागेन, भगवान तुरन्त सानो रूप बनाएर उत्तराको गर्भमा प्रवेश गर्नुभयो र बालकको रक्षा गर्नुभयो। बोलिए भक्तवत्सल भगवान को। भगवानले एक पलमा परीक्षितको रक्षा गर्नुभयो। अब भगवान भन्नुहुन्छ, अब म जान चाहन्छु द्वारिकापुरी, क्योंकि मेरो पनि परिवार छ आफ्नो। धेरै भइसक्यो म नगएको। भगवान रथमा सवार भएर जाँदै हुनुहुन्छ। कुन्ती मैया दौडेर आउनुभयो, चरणमा प्रणाम गर्नुभयो। कुन्ती मैया भन्नुहुन्छ, हे प्रभु,
अहिलेसम्म मैले हजुरलाई बालक सम्झेको थिएँ, तर पहिलो बार हजुरको भगवत्वको मलाई एहसास भयो। सरकार कुछ दिन और इन्तजार गर्नुहोस्, रोकिनुहोस्, 2-4 दिन मेरो प्रार्थना सुनेर बस्नुहोस्। भगवान भन्नुहुन्छ, मैया हजुरलाई यो के भयो? सधैँ बालक जस्तो माया गर्ने आज हजुर प्रार्थना गर्दै हुनुहुन्छ, यो शोभा भएन। कुन्ती मैया भन्नुहुन्छ, प्रभु मैले हजुरलाई बालकको जस्तो व्यवहार गरेँ, तर आज मैले जाने हजुर त भगवान हुनुहुन्छ। त्यही भएर आज केवल शान्त रहनु, चुप रहनु, म प्रार्थना गर्छु, हजुर सुन्नुहोस्। कुन्ती मैया प्रार्थना गर्नुहुन्छ, कृष्णाय वासुदेवाय देवकी नंदनाय च नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। हे कृष्ण, हे वासुदेव, हे देवकी नंदन, हे नन्दनन्दन, हजुरको चरणमा म बारम्बार नमन गर्छु। म जीवनमा कहिले पनि हजुरसँग केही मागेको थिएन, तर प्रभु नाथ आज सानोमा बिन्ती हजुरलाई सुनाउन चाहन्छु, एउटा वरदान दिनुहोस्। कुन्ती मैयाले जब यो शब्द कोमल बाणीमा भन्नुभयो, भगवान भन्नुहुन्छ, मैया हजुरले जतिवटा जे मागे पनि म दिन तयार छु, मागेर त हेर्नुहोस्। कुन्ती मैयाले भगवानसँग के माग्नुभयो थाहा छ हजुरलाई? दुःख माग्नुभयो। आज कुन्ती मैयाले भगवानसँग दुःख माग्नुभयो। भगवान भन्नुहुन्छ, मैया हजुरले दुःख किन माग्नुभयो? यो संसारमा कोही पनि मेरो यस्तो भक्त छैन जसले मलाई दुःखको याचना गरेको हुन्छ। दुःख त कसैले पनि माग्दैन जीवनमा। हजुरको जीवनमा के दुःखको कमी छ? हजुरले दुःख माग्नुभयो, सुख माग्नुहोस्, केही और माग्नुहोस्। आजसम्म जति भक्त भए केवल आफ्नो भलाइको लागि याचना गरेका छन्। हजुरलाई यो चान्स मिल्दा पनि हजुरले दुःख माग्नुभयो। हजुरको जीवनमा दुःखको कमी कहिले भएको छ र? तब कुन्ती मैया भन्नुहुन्छ, प्रभु म हजुरसँग केवल दुःखको याचना गर्न चाहन्छु, किनकि दुःख नै जीवन हो। यदि हजुरको जीवनमा केवल सुख नै सुख छ भने दुःखको अनुभव कहिले भएकै छैन भने हजुरले वास्तविक जीवनको अर्थ बुझ्नु नै भएको छैन। दुःखको घडीमा तडपिनुको मजा कुछ और छ। दुःखको पलमा बिरहमा कातर भएर, बिरहमा रोएर भगवानलाई व्याकुल भएर मनाउनुको आनन्द कुछ अलग नै छ। जसको जीवनमा दुःख अपार आएको छ त्यो व्यक्तिले जीवनको सही मायनेलाई बुझेको हुन्छ। जिन्दगीलाई बुझ्नको लागि दुःख जीवनमा आउनु अति आवश्यक छ। हजुर जतिसुकै ठुलो युनिभर्सिटीमा पढे तापनि, जतिसुकै ठुलो पाठशालामा पढे तापनि, ठुला ठुला किताब पढे तापनि हजुरले जीवनलाई सम्झिन सक्नुहुन्न। जीवनलाई बुझ्न गाह्रो छ। जुन व्यक्तिलाई पीडा लुकाएर हाँस्न र मन मारेर बाँच्न आउँदछ, वास्तवमा त्यही व्यक्तिले जीवनको सही अनुभव गरेको हुन्छ। जिन्दगीको सही अनुभव त्यही व्यक्तिलाई हुन्छ। मनमा पीडा छ तर पनि त्यसलाई लुकाएर हाँस्न परेको छ।
जिन्दगीको अनुभव उसले पाएको हुन्छ। र कुन्ती मैया भन्नुहुन्छ दुःख नै त जीवन हो सरकार, किनकि मैले अनुभव गरेको छु जसको जीवनमा दुःख आएको हुन्छ उसले जीवनलाई बडो सहजताको साथमा जिउन जानेको हुन्छ। और जसको व्यक्तिको हर कदममा केवल फूल बिछाइएको हुन्छ उसलाई अलिकति पनि काँडा लाग्यो भने वो व्याकुल हुन्छ। उसको खुट्टामा काँडा बिज्यो भने त्यो व्यक्ति व्याकुल हुन्छ। त्यही भएर जीवन भनेको कहिले फूल र कहिले काँडा हो। फूलमा पनि सहज भावले हिँड्न सक्नुपर्छ और काँडालाई पनि सहजताले स्वीकार्न सक्नुपर्छ। त्यही नै जिन्दगी हो। और मैले सुनेको छु जसको जीवनमा दुःख पर्छ त्यसको साथ हजुरले कहिले पनि छोड्नुहुन्न प्रभु। वास्तवमा भगवानको नाम दीननाथ, दीनबन्धु। भगवानको नाम आजसम्म हजुरले कुनै शास्त्रमा धननाथ सुन्नुभएको छैन, सुखनाथ सुन्नुभएको छैन। भगवानको नाम के हो? दीननाथ। दीन दुखीका नाथ भगवान हुनुहुन्छ। जसको जीवनमा दुःख छ त्यसको साथ भगवान हुनुहुन्छ। किनकि हजुरले स्वयं अनुभव गर्नुभएको होला जुन समय हजुरको आफ्नो प्रिय व्यक्ति हस्पिटलको बेडमा मौतसँग मृत्युसँग लडेको हुन्छ त्यो समय हजुरको दिलबाट जुन पुकार जुन प्रार्थना निस्किन्छ त्यो एकदम सच्चा हुन्छ और त्यो प्रार्थना सिधा भगवानसँग गएर जोडिन्छ। किनकि हजुरले दुःखको घडीमा व्याकुल भएर भगवानलाई बोलाउनु भएको छ। दुःख में पहलू हुन्छ। हर चीजको दुईवटा पहलू हुन्छ। यदि दुनियामा सकारात्मकता छ भने नकारात्मकता पनि छ। जुन दिन नकारात्मकता समाप्त भइदियो त्यो दिन सकारात्मकताको पनि मायने कम हुन्छ, भ्यालु कम हुन्छ। यदि दुनियामा हर चीज पोजिटिभ मात्र भइदियो भने त्यसको भ्यालु हामीले बुझ्दैनौँ। नकारात्मकता छ त्यसै कारण सकारात्मकताको भ्यालु हामीले बुझेको हुन्छौँ। दिन हुन्छ, रात हुन्छ, रात बितिसकेपछि दिनको सुरुवात हुन्छ। जीवनमा दुःख सकिसकेपछि सुखको सुरुवात हुन्छ र सुखको समयमा धेरै नउड्नुहोस्। कसैको बानी हुन्छ यदि जीवनमा सुख छ भने आफू मात्र ठुलो, आफू मात्र राम्रो, अरू त केही नजान्ने, कामै नलाग्ने। अरूलाई हामी हेप्छौँ सुख पाइयो भने। सोचेको जस्तो जिन्दगी भयो भने हामी अरूलाई नीचा देखाउँछौँ, हेप्छौँ, त्यो गलत हो। किनकि हजुरको जीवनमा सुख छ भने एक दिन घुमेर दुःख पनि आउँछ। जुन प्रकारले समय एक ठाउँमा टिक्दैन त्यही प्रकारले सुख र दुःख पनि एक ठाउँमा टिक्दैन। जीवनमा दुःख छ भने अवश्य सुखको इन्तजार गर्नुहोस्, एक दिन आउँछ। यहाँ पर कुन्ती माता भन्नुहुन्छ प्रभु मलाई दुःख दिनुहोस् किनकि म हजुरलाई हर पल याद गरौँ। दुःखको घडीमा तडपिएर हजुरकोमा प्रार्थना गरौँ। र हनुमानजी महाराज त भन्नुहुन्छ जीवनमा सबसे ठुलो दुःख भनेको केवल धन नकमाउनु, सोचे जस्तो जिन्दगी नहुनु, त्यो दुःख होइन। जिस दिन हाम्रो मनमा भगवान को स्मरण हुँदैन, जिस दिन यो जिब्रोबाट भगवानको नाम उच्चारण हुँदैन त्यो नै जीवनको सबसे ठुलो दुःख हो। हनुमानजी भन्नुहुन्छ कहा हनुमन्त विपत्ति प्रभु सोई। हे प्रभु, महाभारतको युद्धमा नजाने कति जनाको मृत्यु भयो।
और मलाई लाग्छ युद्ध गरेर हाम्रो बाणद्वारा कतिको मृत्यु भयो, त्यसकारण हामी पापका भागी छौँ, गल्ती हाम्रो हो भनेर आज युधिष्ठिरजी दुःखी भएको देख्दा भगवानले खूब सम्झाउनु भयो। तर पनि युधिष्ठिरजी सम्झिनु भएन, बुझ्नु भएन। कहिले कहिले आफूभन्दा सानाले दिएको उपदेश हामीहरू चाहेर पनि स्वीकार गर्दैनौँ। कुरा त एकदम सत्य हुन्छ, तर हाम्रो मनमा एउटा भाव हुन्छ, हामीभन्दा उमेरमा यति सानो व्यक्ति के उपदेश दिएको होला, हामीहरू त्यसलाई स्वीकार गर्दैनौँ। तर भनिएको छ यदि उपदेश राम्रो कुरा हजुरले आफूभन्दा सानाबाट बच्चाहरूबाट पनि पाउनुभयो भने त्यसलाई स्वीकार गर्नु, किनकि राम्रो कुरा जसले भने पनि स्वीकार गर्नुपर्छ। प्यार से बोलो। युधिष्ठिरजीलाई भगवानले उपदेश दिनुभयो, युधिष्ठिरजीले स्वीकार गर्नु भएन। अब भगवान युधिष्ठिरजीलाई लिएर भीष्मजीसँग भेट गराउनको लागि लैजाँदै हुनुहुन्छ। कुरुक्षेत्रमा महाभारतको युद्ध भएको थियो। आज युद्धको 52 दिन भयो, बितिसकेको छ। भीष्म पितामह बाणको सय्यामा उहाँको शरीरको प्रत्येक अङ्गमा तीर गाडिएको छ। शरीरमा एक थोपा रगत बचेको छैन, तर पनि भगवानको इन्तजार प्रतीक्षा गरेर बस्नु भएको छ। भगवानको दर्शन नगरिकन म शरीरलाई यत्तिकै जान दिन्न, प्राणलाई निक्लन दिन्न, इन्तजार गर्दै हुनुहुन्छ। किनकि भीष्म पितामहज्यूलाई इच्छा मृत्युको वरदान प्राप्त भएको छ। प्यार से बोलो। जब भगवान कृष्ण पाण्डवलाई लिएर साथमा कुन्ती मैया द्रौपदी देवीलाई लिएर जानुभयो, 52 दिनदेखि बाणको सय्यामा सुत्नु भएको भीष्म पितामहले अर्जुनलाई देख्नुभयो। अर्जुन, तिमी एक्लै आयौ, तिम्रो सारथी खोइ? सारथी यानी रथ चलाउने। अर्जुनको जीवनमा अर्जुनले महाभारत जस्तो युद्ध गर्दाखेरि आफ्नो रथको सारथी भगवानलाई बनाएका थिए। भगवानको अनुसार अर्जुन चलेका थिए। भीष्मजीले सोद्धाखेरि अर्जुन भन्दछन् पछाडि आउँदै हुनुहुन्छ। अब भगवान जब आउनुभयो, भीष्म पितामहले भगवानलाई हेर्नुभयो। उठेर प्रणाम गर्न मन छ, तर शरीर त्यो हालतमा छैन, कसरी उठेर प्रणाम गर्ने? भीष्म पितामह मनै मन भगवानलाई प्रणाम गर्नुहुन्छ। भगवान भन्नुहुन्छ, इसाराले हजुर पाण्डवलाई उपदेश दिनुहोस्। अब यहाँ पाण्डवलाई भीष्म पितामह उपदेश दिँदै हुनुहुन्छ। दान धर्मान राज धर्मान मोक्ष धर्मान विभागसः स्त्री धर्मान भगवा धर्मान समास व्यासयोगतः। सबसे ठुलो धर्म भनेको दान रूपी धर्म। आज पाण्डवलाई उपदेश दिँदाखेरि भीष्मजी भन्नुहुन्छ, सर्वप्रथम दान गर्नु। दान एक धर्म हो। अच्छा, प्रश्न आउँछ, दान धर्म कसरी भयो? सीधा अर्थमा हामीहरूले बुझेका छौँ, धर्म यानी मन्दिर जानु, पूजा गर्नु, घन्टी बजाउनु धर्म हो।
साधारण हिसाबले हामीले पूजा पाठ वस्त्र चेन्ज गर्नु, धोती पहेँलो वस्त्र लाउनु, सेतो वस्त्र लाउनु धर्म हो, पर त्यो धर्म होइन। हजुरको कुनै कार्यले कसैलाई सुख मिल्छ भने त्यही नै धर्म हो। दान धर्म, दान पनि धर्मसँग जोड्न सकिन्छ। तर म निवेदन गर्छु, हजुर यदि दान गर्न चाहनुहुन्छ भने सबसे पहिले यो विचार गर्नुहोस्, हजुरले जुन दान दिँदै हुनुहुन्छ त्यो कहाँ जाँदैछ। दान दिनुभन्दा पहिला पात्र कस्तो छ त्यो अवश्य हेर्नुपर्छ, निहार्नुपर्छ। यदि हजुरले दिएको 10 रुपैयाँ, हजुरले दिएको 100 रुपैयाँ कसैले लगेर त्यो पैसाद्वारा मदिरा पान गर्छ, मांसाहार गर्छ भने त्यो पाप हजुरलाई लाग्छ। यदि हजुरले दिएको दानद्वारा कसैले नराम्रो काम गर्छ भने त्यसको पापको भागी पनि हजुरले बन्नुपर्छ, हजुरले भोग्नुपर्छ। त्यही भएर दान गर्नुभन्दा पहिला उद्देश्य अवश्य हेर्नुपर्छ। यदि हजुरले दिएको दान सत्कर्ममा लाग्यो भने त्यसको पुण्यको हिस्सा पनि हजुरलाई प्राप्त हुन्छ। प्यार से बोलो, राजधर्मान। राजाको कस्तो धर्म हो, एक राजाले कस्तो बन्नुपर्छ। राजाको मतलब के हो, जसले आफ्नो प्रजालाई पुत्रवत व्यवहार गर्छ त्यही नै सही राजा हो। राजा त्यो मात्र होइन जो महलमा बसेर लग्जरी गाडीमा यात्रा गर्छ, खूब राम्रो राज भोजनको आहार गर्छ, आफ्नो जीवन तो सुन्दर छ, लेकिन त्यो देशका प्रजा सुखी छैनन् भने त्यो राजा कुनै कामको हुँदैन। मोक्ष धर्मान विभागसः स्त्री धर्मान भगवत धर्मान समास अभ्यास योगता। भीष्मजीसँग धेरै समय छैन। स्त्री धर्मको बारेमा, मोक्ष धर्मको बारेमा, भगवानको धर्मको बारेमा सम्पूर्ण उपदेश दिनुभयो। अन्तिममा केही बात विस्तारमा, केही बात संक्षेपमा बताउनु भयो। त्यसपछि भीष्म पितामह भगवानतिर हेर्नुहुन्छ। भीष्मजी मनै मन भन्नुहुन्छ, प्रभु म हजुरलाई उठेर प्रणाम गर्न चाहन्छु, पर शरीरमा त्यो क्षमता छैन। आज 52 दिनदेखि शरीरमा बाण चुबेको छ, गाडिएको छ, शरीरको एउटा भाग पनि खाली छैन, रक्तको एक थोपा पनि शरीरमा शेष बचेको छैन। तर भीष्म पितामह इच्छा मृत्युको वरदानको कारण भगवानको प्रतीक्षा गरिराख्नु भएको छ र भगवानलाई भन्नुहुन्छ, हे प्रभु मेरो बिन्तीलाई स्वीकार गर्नुहोस्, म आफ्नो बुद्धि रूपी कन्याको दान हजुरलाई गर्न चाहन्छु। भगवान भन्नुहुन्छ, बुद्धिमा त विविध प्रकारको विकार हुन्छ और विकार युक्त बुद्धि म लिन चाहन्न। भीष्मजी भन्नुहुन्छ, मे मति वितृष्णा, मेरो मति मेरो बुद्धि तृष्णा रहेछ, इसलिए भगवान स्वीकार गर्नुहोस्। भगवान भन्नुहुन्छ, हुन्छ हस्। त्यसपछि विविध प्रकारले स्तुति गर्दै गर्दै भीष्म पितामह निरन्तर आफ्नो नयनद्वारा, निर्निमेष नयनद्वारा भगवानलाई निरन्तर निहार्दै आफ्नो आँखाको मार्गबाट भगवानको छविलाई आफ्नो हृदयमा धारण गरेर भीष्म पितामह भगवानको दर्शन गर्दा गर्दै आफ्नो प्राणलाई त्याग्नुभयो। तत्पश्चात पाण्डवहरूले अन्तिम संस्कार गर्नुहुन्छ। भगवान कृष्ण भन्नुहुन्छ, अब म धेरै भइसक्यो, आएको धेरै भइसकिसक्यो, अब म द्वारिकापुरी जान चाहन्छु। अर्जुन भगवानलाई छोड्न द्वारिकापुरी जानुभयो। त्यही बीचमा राजा परीक्षित जी को जन्म हुन्छ। बोलिए परीक्षित महाराज को जी। राजा परीक्षित को जन्म पश्चात विविध प्रकार का साधु संत ब्राह्मण को आगमन भयो
तत्पश्चात ब्राह्मणहरूद्वारा भविष्य देखाइयो। देखो हजुरको घरमा यदि बाल बच्चा हुनुहुन्छ भने प्राय सबै माताहरूले आमाहरूले आफ्नो बच्चाको जीवन कस्तो होला, भविष्य कस्तो होला भनेर घरमा ज्योतिषी आउनुभयो भने या फिर आसपास बस्ने ज्योतिषीलाई गएर हात देखाउनुहुन्छ। हो कि होइन? सबलाई मन हुन्छ कि हाम्रो बच्चाको भविष्य कस्तो होला। हात देखाउनुहुन्छ ज्योतिषलाई। आमाहरूलाई बाबाहरूलाई मन